तर यही भादो 23 र 24 गते भएको जेनजी आन्दोलनमा उठेका धेरै मागहरूमध्ये एउटा माग हो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली या भनौं प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री। यस प्रणालीको पक्षमा बोल्नेहरूले के भन्छ भन्दाखेरि संसदीय प्रणाली फेल भयो, यसले देशमा स्थिरता ल्याउन सकेन। साँच्चै 2007 सालमा राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापना भएपछि अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो 5 सालको कार्यकाल पूरा गर्न सकेन र टिकाउ सरकार नहुँदा कुनै पनि प्रधानमन्त्रीले कुनै पनि मन्त्री परिषदले आफ्नो क्षमताअनुसार कामै गर्न सकेन, आफ्नो क्षमताअनुसार काम गर्न मौकै प्राप्त गर्न सकेन। अझै भनौं गठबन्धनको सरकार बन्दाखेरि राजनीतिक भागबण्डाको खेल सुरु हुन्छ र व्यतिथि र भ्रष्टाचार चरम सीमामा पुग्छ। साँच्चै यो सबै समस्याको हल हो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा यो नयाँ प्रणालीले एउटा नयाँ चुनौती ल्याउँछ कि देशलाई अझै संकटमा धकेल्छ कि र एउटा तनासाहलाई जन्माउँछ कि भन्ने आशंका उठ्छ। आज हामी यस भिडियोमा यदि नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली स्थापना भयो भने भविष्यमा कस्तो खालको सम्भावना र चुनौतीहरू निम्त्याउँछ भन्ने विषयमा चर्चा गर्छौं। यस भिडियोको मुख्य विषयवस्तुमा छिर्नुभन्दा अगाडि हामीले केही आधारभूत कुराहरू बुझ्नुपर्छ। कुनै पनि राज्यको मुख्यतः 3 वटा अङ्गहरू हुन्छ। पहिलो भनेको व्यवस्थापिका हो, जसले कानुन बनाउने र कानुनलाई संशोधन गर्ने काम गर्छ र यो शक्तिको प्रयोग सामान्यतः संसदले गर्छ, यूएससीको केसमा कांग्रेसले गर्छ। दोस्रो भनेको कार्यपालिका हो, जसको काम संसदले बनाएको कानुनलाई लागू गर्ने हुन्छ र यो अधिकार प्रधानमन्त्री र मन्त्री परिषदसँग हुन्छ। प्रेसिडेन्शियल सिस्टममा यो अधिकार प्रेसिडेन्टले प्रयोग गर्छ। तेस्रो भनेको न्यायपालिका हुन्छ, जसको काम कानुनलाई व्याख्या गर्ने र न्याय सम्पादन गर्ने हुन्छ र यो अधिकार सामान्यतः सर्वोच्च अदालत र अन्य अदालतहरूसँग हुन्छ। यी 3 वटा अङ्गहरूको अन्तर्सम्बन्ध दुईटा कानुनी सिद्धान्तहरूमा आधारित हुन्छ। पहिलो भनेको प्रिन्सिपल अफ सेपरेसन अफ पावर, शक्ति पृथकीकरणको सिद्धान्त। यस अनुसार हरेक अङ्गको आफ्नो कार्यक्षेत्र हुन्छ, हरेक अङ्गको आफ्नो अधिकार र क्षेत्र हुन्छ र एकले अर्काको अधिकार क्षेत्रमा हस्तक्षेप गर्न मिल्दैन र हस्तक्षेप गर्न पाउँदैन भन्ने कुरालाई यो सिद्धान्तले सुनिश्चित गर्छ। जस्तै व्यवस्थापिकाको काम कानुन बनाउने हुन्छ भने कार्यपालिकाले कानुन बनाउने काम गर्न सक्दैन र कार्यपालिकाले कानुनलाई लागू गर्ने काम गर्छ भने व्यवस्थापिकाले कानुनलाई लागू गर्न सक्दैन। र दोस्रो भनेको प्रिन्सिपल अफ चेक एन्ड ब्यालेन्स। यो सिद्धान्तले राज्यको कुनै पनि अङ्गलाई अत्याधिक शक्तिशाली हुन दिँदैन। यदि एक अङ्गले शक्तिलाई दुरुपयोग गर्यो भने अर्को अङ्गले चेक एन्ड ब्यालेन्स गर्ने काम गर्छ र शक्तिलाई दुरुपयोग हुन दिँदैन। यस सिद्धान्तहरूको मुख्य उद्देश्य भनेको कुनै पनि अर्गेन्सलाई ओभर पावरफुल हुन नदिनु, तनासाह बन्न नदिनु र कानुनको परिधिभित्र राख्नु हो। नेपालको अहिलेको संसदीय प्रणाली हेर्ने हो भने प्रतिनिधि सभामा जसको बहुमत हुन्छ त्यसको सरकार हुन्छ। अब भनौं प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको सदस्य प्रधानमन्त्री हुन्छ, अब प्रधानमन्त्रीको रूपमा नियुक्त भएको हुन्छ। प्रधानमन्त्री र मन्त्री दुवै संसदबाट भएकोले, संसदकै सदस्य भएकोले, प्रतिनिधि सभाकै सदस्य भएकोले संसद र सरकार बीच स्ट्रङ सेपरेसन अफ पावर हुँदैन र प्रधानमन्त्री स्वयं संसदबाटै निर्वाचित भएकोले संसद प्रति उत्तरदायी हुनुपर्छ, प्रतिनिधि सभा प्रति उत्तरदायी हुनुपर्छ। अर्थात् प्रतिनिधि सभाले भनेको, प्रतिनिधि सभाले निर्देशन दिएको वा प्रतिनिधि सभाले बनाएको कानुन, संसदले बनाएको कानुन यदि प्रधानमन्त्री लागू गर्न सकेन भने संसदले विश्वासको मत वापस लिन सक्छ अनि सरकार ढाल्न सक्छ। यसरी प्रधानमन्त्री माथि संसदको स्ट्रङ पकड हुन्छ, स्ट्रङ कन्ट्रोल हुन्छ अनि यो व्यवस्थामा यसरी स्ट्रङ चेक एन्ड ब्यालेन्स भएको हुन्छ। अनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको कुरा गर्ने हो भने चाहे त्यो राष्ट्रपति प्रणाली होस् या प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री होस्, त्यसमा के हुन्छ भन्दाखेरि तिनीहरू संसदबाट इलेक्ट भएर आएको हुँदैन, तिनीहरू डाइरेक्टली चुनाव जितेर आएको हुन्छ। त्यसैले उनीहरू संसदप्रति उत्तरदायी हुँदैन अनि त्यहाँ सेपरेसन अफ पावर भनेको एकदमै स्ट्रङ हुन्छ अनि वीक चेक एन्ड ब्यालेन्स हुन्छ। अब यहाँ हामीले बुझ्नुपर्ने के हो भन्दाखेरि अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा कसरी तनासाह जन्मिन्छ, कसरी तनासाहको उदय हुन सक्छ भन्ने सम्भावनालाई हेरौँ। त्यसको लागि हामी एउटा केन्याको इक्जाम्पल हेरौँ। 1964 सालमा केन्या पार्लियामेन्ट्री सिस्टमबाट त्यहाँ पनि एकदमै राजनीतिक अस्थिरता भयो, एकदमै पोलिटिकल क्ल्यास भएपछि अब त्यहाँ संसदीय प्रणालीबाट
प्रेसिडेन्सियल सिस्टममा डाइरेक्ट इलेक्टेड एक्जिक्युटिभमा सिफ्ट हुन्छ। अनि 1978 डेनियल एरप मोई भन्ने नामक एउटा लिडरको उदय हुन्छ। त्यसको मुख्य एजेन्डा भनेको देशमा स्टेबिलिटी ल्याउनु र राष्ट्रवादको नाममा। अनि न्यानो एउटा केनियन शब्द हो, त्यसको अर्थ हुन्छ स्टेबिलिटी, युनिटी, प्रोस्पेरिटी। तो 82 सालमा जब त्यो व्यक्ति पावरमा जान्छ उसले के गर्छ भन्दाखेरि उसले कन्स्टिट्युसनलाई चेन्ज गर्छ। कन्स्टिट्युसनलाई एमेन्ड गरेर जति शक्तिहरू हुन्छ त्यो पुरै शक्ति आफूमा निहित गर्छ। पार्लियामेन्टलाई एकदमै विक पार्छ अनि पार्लियामेन्टलाई एकदमै विक गरेर वन पार्टी सिस्टम लागू गर्छ। अब यसरी पार्लियामेन्ट्री सिस्टमबाट शिफ्ट भएर प्रेसिडेन्सियल सिस्टममा गएपछि एउटा तानाशाह जन्मिन्छ, एउटा तानाशाहको उदय हुन्छ। नेपाल दशकौँदेखि नायकवादको शिकार हुँदै आएको छ, चाहे 62-63 प्रचण्डको उदय होस् या 74 केपी ओलीको उदय होस्, जसले नेपालको प्रतिनिधि सभालाई विघटन गरेर दुई चोटि संविधानलाई ठग्ने प्रयास गरेको छ। सुरुमा त यिनीहरू नायकको रूपमा, देशको मसिहाको रूपमा उदय हुन्छ र पछि गएर के एक्सपोज हुन्छ भन्दाखेरि यिनीहरू त शक्तिको लागि, पदको लागि, पैसाको लागि जे पनि गर्न सक्छ। अब तपाईहरू सोच्नुहोस्, यदि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अनुसार यिनीहरू प्रधानमन्त्रीको रूपमा निर्वाचित भयो भने अझै देशको हालत के होला? अब धेरैले के भन्न सक्छ, हैन अब नेपाली जनताहरूले त यिनीलाई भोटै दिएर जिताउँदैन, अब यिनीहरूलाई त भोटै दिँदैन। त एमाले र कांग्रेसलाई देशकै सबैभन्दा ठुलो पार्टी कसले बनाएको? हामी नेपाली जनताले भोट हालेर बनाएको छैनौँ। यदि कांग्रेस र एमालेलाई नेपालकै ठुलो पार्टी बनाउन सक्छौ भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अनुसार यस्ता नेतालाई हामीले प्रधानमन्त्री किन बनाउन सक्दैनौँ? कुन ग्यारेन्टी छ कि हामी बनाउन सक्दैनौँ? यसमा हामीले तीनवटा कुरालाई डिस्कस गर्नुपर्छ। पहिलो भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, जसमा एउटा व्यक्ति शक्तिशाली हुन्छ, त्यसलाई कन्ट्रोल गर्न संसदलाई एकदमै गाह्रो हुन्छ, भनेको चेक एन्ड ब्यालेन्स भनेको एकदमै विक हुन्छ। र दोस्रो भनेको नायकवाद, जसमा कुनै पनि व्यक्ति नायकको रूपमा राष्ट्रवादको नाममा या विकासको नाममा उदय हुन्छ। अनि तेस्रो भनेको हङ्गर अफ पावर। अब नेपालको कन्टेक्स्टमा कुरा गर्ने हो भने नेपालको राजनीतिमा अहिले हङ्गर अफ पावर, शक्तिको लोभ र नायकवाद रहेको कुरा प्रष्ट छ। अब यदि नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आयो भने नेपालमा तानाशाह जन्माउन, नेपालमा तानाशाह उदय हुन एउटा फेभरेबल ग्राउन्ड बन्न सक्छ कि भन्ने आशंका छ।